किन लाग्छ त त्यस्तो भन्दाखेरि 100-200 वर्षसम्म उसँग भएको उसलाई भएको दमन चाहिँ त्यो च्याप्टर झिकिदिने के झिकिदिएर 100-200 वर्षबाट ध्वस्त भएको मान्छेलाई हेर्ने एकदम खत्तम छ मभन्दा महिलाको हक पनि त्यही हो हैन अहिले प्रत्येक पुरुषलाई महिला देख्ने बित्तिकै यो मभन्दा बुद्धिमा पनि शरीरमा पनि कमजोर छ भन्ने लाग्छ अहिले प्रत्येक पुरुषलाई तर त्यो कुरा सत्य नै होइन अहिले अलिअलि पढलेखे गरेका महिलालाई लाग्न थालेछ हैन बुद्धिमा त हामी बराबरै रहेछौँ भन्ने लाग्न थालेको त शरीरमा त कमजोरी आउनु परेको छ महिलालाई समेत जुन कुरा त्यो कुरा सत्य नै होइन हुँदै होइन त्यो विषय कुनै दिन हामी मौका मिल्यो भने छलफल गरौँ हुँदै होइन मात्रै मैले भनेको हैन अब 3000 वर्ष 5000 वर्ष महिलाहरूको सन्दर्भमा त 8000 वर्ष भयो यो हालतमा राखेको हैन निजी श्रीमती हुन कोही महिलाहरू मान्थे त्यो युगमा सुरु गरियो निजी श्रीमती बनाउन जबरजस्ती ल्याएर खुट्टा बाँधेर निजी श्रीमती बनाएको जबरजस्ती ल्याएर बाँधेर बनाएको बाँधा 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 एक पुस्ता बाँध्यो 2 पुस्ता बाँध्यो 3 पुस्ता बाँध्यो अनि नाच्यो गायो यही ठिक हो भगवानले पनि यही भनेका छन् भन्यो हैन हुँदा 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 आमा पनि बाँधेको थियो अनि यो चाहिँ ठिक रहेछ भन्दै महिलालाई के लाग्न थाल्यो भन्दाखेरि यस्तै ठिक छ अनि 8000 वर्षदेखि लगातार उत्पीडित भएको महिलालाई हामी हेर्छौँ र के भन्छौँ भने यी महिला पुरुष भन्दा यी कमजोरै 8000 वर्षको त्यो उत्पीडन झिकिदिएपछि त महिला त कमजोरै देखिन्छ नि त्यसकारणले उपनिवेशवादीहरू र जातीय अहङ्कारवादीहरूले कसरी सोच्दा रहेछन् यो कुरा भने 200-300 वर्ष पहिला उत्पीडन गरिदिने अनि त्यसले धेरै कुरा गुमाउँछ अहिले यहाँ अधिकांश चाहिँ अहिले तपाईँको सहरको तपाईँको टोलको तपाईँको गुठीको चल्ता पर्दा युवा आइरहेको छ नि यहाँ जुलुसमा हिँड्नुपर्ने त त्यो छ नि होइन तर त्यो आइरहेको छैन को आइरहेको छ भने 36 साल पछाडि विकसित भएको तपाईँको पुस्ता आइरहेको छ गोर्खीजी त्यही हो हैन गोर्खीजीको पुस्ता आइरहेको छ त्यो राजनीति त्यहाँबाट आएको होइन किन युवाहरू आइरहेको छैन एउटा भारतको एउटा गायक आयो रङ्गशालामा सबभन्दा बढी को पुग्छ त्यही युवा पुस्ता पुग्छ जो नेपाल भाषामा गीत गाउन आएको पनि होइन जसले नेपालको बारेमा गीत गाउने पनि होइन जसले नेवार जातिमाथि भइरहेको उत्पीडनको बारेमा केही कुरा भन्ने पनि होइन तर त्यहाँ सबभन्दा बढी युवा पुस्ता पुगिरहेको होइन किन पुगिरहेको छ भन्दाखेरि ऊमाथि यस्तो सांस्कृतिक हस्तक्षेप गरिदिएको छ कि उसको दिमागै परिवर्तन गर्दैन आफूमाथि भएको उत्पीडनले नदेख्ने बनाइदिएको छ र अनि भन्छ कोही खसारेले कि ऊ नेवारी युवा भनेको यस्तो आफ्नो अधिकार नबुझ्ने हुन्छ भन्यो भने के हुन्छ त्यो त मिल्दैन नि कुरा त्यसकारणले उपनिवेशवादीहरूले तर्क कसरी बनाउँदा रहेछन् त भने पहिला उत्पीडन गर्ने जबरजस्ती गर्ने बाँधेर पिटेर जेल हालेर सबै कुरा उत्पीडन गरेपछि त उसले सबै कुरा बिर्सिन थाल्छ जस्तो कि संसारमा एलोपेथीको औषधि बनेको 1753 मा पहिलो औषधि बन्छ हैन यो डाक्टरी औषधि भन्छ जरा एलोपेथी औषधि 1753 मा हाम्रो समाज त 1753 भन्दा धेरै अगाडिको नेपाली समाजका प्रत्येक जातिसँग प्रत्येक समुदायसँग ज्वरो आउँदा के खाने भन्ने औषधि न त हामी ज्वरोले मरिसक्थ्यौँ त्यो बेला सबै यहाँसम्म आउँथ्यौँ र थियो नि अब सिटामोल आयो स्कुल क्याम्पस पढेको प्रोफेसरले भन्न थाल्यो कि यो चाहिँ ठिक हो त्यो चाहिँ बेठिक हो त्यसपछि सिटामोल खाइयो खाँदा के भयो भन्दाखेरि हामीले जो औषधि ज्वरो आउँदा खान्थ्यौँ त्यो सबै जातिले बिर्स्यो अब युरोपियनले भन्ने भयो अहिले तिमी कहाँ त ज्वरोको औषधि नै थिएन यसको अर्थ के हो तिमीसँग त ज्वरोको औषधि नै थिएन तिम्रो सभ्यतासँग तिम्रो जातिसँग भन्यो भने हामी के भन्छौँ यो त होइन साम्राज्यवादले पुँजीवादले उनीहरूको सांस्कृतिक हस्तक्षेपको कारणले हाम्रो औषधि शास्त्रमाथि दमन गरेको कारणले हाम्रो औषधि शास्त्र ध्वस्त भयो र उनीहरूको औषधि चाहिँ मालको रूपमा हामी किन्न बाध्य भयौँ भएको त यो कुरा लुकाइदिएर तिमीसँग सिटामोलै छैन भन्यो भने के हुन्छ तिमीसँग ज्वरोको औषधि नै थिएन भन्यो भने त हामीलाई त कति अपमान हुन्छ त त्यो त धेरै ठुलो अपमानको विषय हो नि लामो समय भने नि युरोपियन चाहिँ एलोपेथीवालाहरूले कि तोरीको तेल लाउनु हुँदैन हैन कानमा हाल्नु हुँदैन बच्चालाई लाउनु हुन्न सुत्केरीलाई लाउनु हुन्न भनेको गरे तिनीहरूले हामीले 30 लाख 40 लाख खेतहरू बेचेर पढाएका छोराछोरीहरूले पनि नर्स भएर आएर डाक्टर भएर आएर त्यही कुरा भने हजुरआमालाई गाली गरे तिनीहरूले पहिला तेल लाउनु हुँदैन अब हामी त आँखामा समेत बच्चाको तेल हालिदिएर हुर्केको सभ्यता हो एउटा पूर्वीय सभ्यता त तर आज युरोपियनहरूले फेरि अध्ययन गरेर
तोरीको तेल भनेको चाहिँ मानव शरीरको सबभन्दा कमजोर त्वचाको निम्ति पनि प्रतिरोधात्मक रहेछ भन्ने कुरा उनीहरूले पत्ता लगाए। फेरि पत्ता लगाए र उनीहरू चाहिँ धुलीखेल हस्पिटलमा आएर एकजना कुहिरे मान्छे तेल लगाउन सिकाउनु बसिरहेको थियो। अब हामीलाई कस्तो फिल हुन्छ? हामीलाई तेल लगाउन चाहिँ एकजना युरोपियन आएर सिकाउनु बस्ने, हाम्रो दिदीबहिनीहरूलाई पहिला चाहिँ नलाऊ भन्ने, अहिले सिकाउन आउने। पछि उनीहरूले त्यति पत्ता नलाए भए के हुन्थ्यो त भने हाम्रो पूर्वी एसियाको, दक्षिण एसियाको हाम्रो तेल सम्बन्धी ज्ञान चाहिँ हामी त अज्ञानमा प्रमाणित हुन्थ्यौँ र हाम्रो तेल लाउनु चित्त सिद्धिन्थ्यो नि। आज युरोपियनहरू सनबाथ गर्ने भनेर तोरीको तेल लाउँदै बस्न थालेका छन् भनेपछि त त्यस कारणले एउटा जातिले अर्को जातिलाई होइन तिमीसँग ज्ञान छैन भनेर त्यस कारणले तिमी अब्बल होइनौ कमजोर हौ भनेर गर्ने तर्क भनेर निकै ठुलो जातीय अपमानको कुरा त्यो कुनै श्रेष्ठताको कुरा हो, त्यो अपमानको कुरा हो। फरक फरक ठाउँमा विकसित भएका जातिहरूमा कुनैमा कुनै विशेषता बढी हुन्छ, कुनैमा कुनै विशेषता बढी हुन्छ, कुनैमा कुनै विशेषता बढी हुन्छ होइन। जति पहाडिया जाति हुन्छ त्यहाँ नृत्यहरू कम हुन्छ किन नाच्ने जमिनको अभाव हुन्छ होइन, नाच्ने जमिनको अभाव हुन्छ, नाच्नका निम्ति खान पाउनुपर्ने हुन्छ होइन, अलिअलि मात्न पनि पाउनुपर्ने हुन्छ नाच्नका निम्ति होइन। अब अन्न कम उत्पादन हुन्छ त्यस कारण मात्ने चिज उत्पादन कम हुन्छ, त्यस कारण नाच्ने पनि कम हुन्छ। जति जति पहाडी बस्तीतिर जति जति मैदानतिर गयो त्यसरी दौडेर नाच्ने नाच्दो हुन्छ किनकि जमिन धेरै छ, खाना पनि धेरै छ, मात्न पाउने चिज पनि उत्पादन गर्न पाइयो, त्यस कारण त्यहाँ धेरै छ। त्यो त अर्कै कुरा हो। त्यस कारण कुनै जाति कुनै भन्दा वस्त्रमा अगाडि हुनसक्छ, कुनै जाति कुनै भन्दा खानामा अगाडि हुनसक्छ, कुनै जाति कुनै भन्दा भाषामा अगाडि हुनसक्छ, कसैको शब्दकोश बढी हुनसक्छ, कसैको अलिक कम हुनसक्छ, त्यो बेग्लै कुरा हो। जसरी कसैको जुङ्गा लामो हुनसक्छ, कसैको सानो हुनसक्छ, कसैको जुङ्गा नानो हुनसक्छ, तर मान्छे त मान्छे हो नि। कुनै जातिको जुङ्गा आउँदैन भनेर त तल्लो जाति भन्न मिल्छ र? त्यो त मिल्दैन नि त्यो त। त्यस कारणले गर्दा यो जातीय श्रेष्ठताको जो उपनिवेशवादी वा जातीय अहङ्कारवादी सिद्धान्त छ यसलाई इन्कार गरिनु जरुरी छ, यसलाई ठोस रूपमा इन्कार गरिनु जरुरी छ, यसलाई प्राज्ञिक बहसमा ल्याइनु जरुरी छ। जब बाबुराम भट्टराई स्तरको मान्छेहरू त्यो तल्लो स्तरमा लेखेर उत्रिन्छन् भने त्यसको त प्रतिकार गर्नै पर्छ नि, गर्नै पर्छ नि, अरू के विकल्प? यसको मतलब यसले त नेवार जातिलाई पनि कता लाने भयो त भन्दाखेरि चाहिँ हामी चाहिँ अरूभन्दा ठुलो हुनु भन्नेतिर लान्छ। अब किन अरूले ठुलो भन्छ भने उसले किन छोड्छ? तेरो 4 किसिमको खानेकुरा थियो, मेरो 35 किसिमको खाने थियो, मै ठुलो भनिदिन्छु उसले, किन भन्दैन? तँसँग 5वटा बजाउने पञ्चाइ बाजा होला, एक तारे होला र चाहिँ छिनछिने होला, मसँग त यहाँ ढादेखि धिमेदेखि कति छ मै ठुलो भन्ला, यो ठिक हो? यसले जातीय अहङ्कारवादतिर लैजान्छ नि, यो भने होइन नि। त्यसकारण जातिहरू जातिको रूपमा विकसित भइसकेका, अघि मैले भने 5वटा कुरा, भाषा, संस्कृति, भूमितलो, मनोविज्ञान, आर्थिक प्रणाली, 5वटा चिज विकसित भइसकेका राष्ट्रको रूपमा, राष्ट्रियताको रूपमा आएकाहरू अर्को भन्दा श्रेष्ठ भएर आएको होइन। आफ्नो जीवन प्रणालीलाई उनीहरूले सबभन्दा व्यवस्थित गरे हामीले आइपुग्यो। त्यही मङ्गोल जाति हो जहाँ चङ्गेज खाँहरू संसार जित्छु भनेर हिँडे होइन, त्यही मङ्गोलियनहरू हो बेलायतीहरूको अफिम खाएर लट्ठेर बसे, फेरि त्यही हिन्द चीन हो त्यो फ्रान्स लगाएको देशले शासन गरेपछि, त्यही चाइना हो अहिले फेरि विश्वव्यापी ठुलो शक्तिशाली बन्न अगाडि आइरहेको छ। जाति त एउटै हो नि। त्यो बेलाको ज्ञानको स्थिति, त्यो बेलाको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति थियो, त्यो समयलाई नेतृत्व गर्ने नेताहरूको ज्ञान, नेताहरूको क्षमता, समर्पण होइन सबै कुरामा आधारित भएको कुनै समाज अगाडि जाने र नजाने हुने हुन्छ। अब हामीलाई भनिदियो कि कोही युरोपियन आएर नेपाली जाति भनेको, अब उसले त नेपाली जाति देख्छ नि, उसले उताबाट हेर्दा नेपाली जाति भनेको कम बुद्धि भएको हुनाले अविकसित भएको भन्यो भने हामीलाई कस्तो हुन्छ? त्यही बाबुराम भट्टराईले के हुन्छ होइन, युरोपियनले आयो, एउटा बेलायती आएर तिमीहरूको जाति भनेको चाहिँ सबभन्दा बुद्धि नभएको थियो होइन, ज्ञान कम उत्पादन गर्ने थियो, त्यस कारणले नेपाली भनेको गरिब भएको भनिदियो भने ठिक लाग्छ त हामीलाई? त्यो हो त सत्य फेरि होइन नि त, त्यो त होइन नि। जङ्गबहादुर र चन्द्रशमशेरको बेलायत यात्राभन्दा पहिले त हाम्रो कृषि उत्पादन पनि बाहिर गइरहेको थियो, हामीसँग आफ्नो निर्भर अर्थतन्त्र थियो नि त। बेलायतीहरूले हामीमाथिको दमन चक्र सुरु गरेपछि नै हाम्रो देश कङ्गालीकरणको बाटोमा गएको हो। दमन उनीहरूले गर्ने होइन, उनीहरूले हाम्रो विकासको बाटो रोकिदिने, अनि हाम्रो बुद्धि नभए हुनाले विकसित भएन भन्ने मिल्छ र त्यो तर्क मिल्दैन। त्यस कारणले मैले राख्नु खोजेँ, अहिले मैले सक्दैछु कि यो जातीय श्रेष्ठता सम्बन्धी सिद्धान्त चाहिँ उपनिवेशवादमा आधारित छ, जातीय अहङ्कारवादमा आधारित छ र यो दमनकारी छ होइन। यसलाई चाहिँ हामीले इन्कार गरिनुपर्छ। अब हुँदा